हेलो एन्ड सबैजनालाई नमस्ते। आज मैले एउटा इम्पोर्टेन्ट आर्टिकल लिएर हजुरहरूको माझ यहाँ आएको छु। इम्पोर्टेन्ट आर्टिकल बेस थ्योरम। बेस थ्योरम चाहिँ हजुरहरूले बिएससी पढ्नुहुन्छ, बिबिए, बिजनेस स्ट्याट, जहाँ स्ट्याटिस्टिक पढाइ हुन्छ त्योमा चाहिँ एकदमै युज हुने एकदम इम्पोर्टेन्ट आर्टिकल भनेको हाम्रो बेस थ्योरम हो। पहिला यो बेस थ्योरमको क्वेसन धेरै लामो हुन्छ, तर सोल्युसन चाहिँ हाम्रो धेरै गाह्रो हुँदैन। तर धेरैजना स्टुडेन्टहरूलाई चाहिँ गाह्रो हुन्छ बेस थ्योरम भनेर भन्नुहुन्छ। त्यही भएर चाहिँ मैले एउटा इम्पोर्टेन्ट आर्टिकल लिएर बेस थ्योरमको बारेमा हजुरहरूलाई चाहिँ सहज बनाउनको लागि एउटा भिडियो लिएर उपस्थित भएको छु। पहिला बेस थ्योरमको प्रश्न कसरी चिन्ने अनि त्यसलाई कसरी सल्भ गर्ने भनेर चाहिँ हामीले गर्छौँ। अनि त्यस पछाडि बल्ल यो क्वेसनमा जान्छौँ, राइट। बेस थ्योरमको प्रश्न चिन्ने तरिका हेर्नुहोस् है। यो प्रश्न बेस थ्योरमको हो कि होइन, र हो भने कसरी चिन्ने भनेर चाहिँ हामीले पहिला यो प्रश्नको चिन्ने तरिका हामी ध्यान दिनुपर्छ। ल हेर्नुहोस् है, बेस थ्योरममा हाम्रो कस्तो टाइपको क्वेसन सोध्छ भन्दाखेरि हामीलाई यसमा दुई भन्दा बढी इभेन्ट दिएको हुन्छ र त्यो सँगसँगै मैले के भनेछु, दुई भन्दा बढी इभेन्ट दिएको हुन्छ र त्यो सबै इभेन्टलाई कमन हुने गरी एउटा कमन इभेन्ट पनि दिएको हुन्छ। र यो सबै दुई भन्दा बढी इभेन्ट दिएको हुन्छ। मानौँ इभेन्ट ए दियो, इभेन्ट बी दियो, इभेन्ट सी दियो। हाम्रो इभेन्ट ए, इभेन्ट बीको एउटा कमन इभेन्ट पनि हामीलाई दिएको हुन्छ। यसलाई हामीले कमन इभेन्ट भनेर भन्न सकिन्छ। भन्नुको मतलब जस्तै यदि मैले मेसिनको कुरा गरेँ भन्दाखेरि मेसिन ए, मेसिन बी, मेसिन सी भनेको तीनटा इभेन्ट भयो। र यो तीनटै मेसिनको लागि हाम्रो कमन इभेन्ट के हुनसक्छ भन्दाखेरि डिफेक्टिभ छ छैन, या राम्रो छ मेसिन ए डिफेक्टिभ, मेसिन बी डिफेक्टिभ, मेसिन सी डिफेक्टिभ। मतलब त्यो तीनटै मेसिनबाट एउटा कमन इभेन्ट भनेको हामीलाई के भयो भन्दाखेरि डिफेक्टिभ भयो। त्यसै गरी मैले दुई भन्दा बढी मैले बल्बहरूको इभेन्ट मैले फाइन्ड गर्दैछु, राइट। के अरे बल्ब नम्बर ए, बल्ब नम्बर बी, बल्ब नम्बर सी, राइट। मसँग तीनवटा बल्ब छ, ए बी एन्ड सी, तीनवटा इभेन्ट भयो मेरो लागि। त अब त्यहाँबाट कमन इभेन्ट के हुनसक्छ भन्दाखेरि त्यो बल्बहरू फ्युज छ कि छैन। फ्युज भनेको हामीलाई कमन इभेन्ट हुने भयो। अर्को इक्जाम्पल लिन चाहे, जस्तै मसँग तीनवटा फ्रुट छ, एप्पल, म्याङ्गो, ओरेन्ज। ओके, एप्पल, म्याङ्गो, ओरेन्ज चाहिँ मैले एउटा बास्केटमा राखेँ। तिनीहरूको कमन इभेन्ट के हुनसक्छ भन्दाखेरि फ्रुट्सहरू रोटन छ कि छैन, कुहिएको छ कि छैन भनेर कमन इभेन्ट हामीलाई त्यसरी हामी छुट्याउने। दुई भन्दा बढी इभेन्ट दिएको हुन्छ र त्यसमा भएको कमन इभेन्ट हामीलाई जे हुन्छ त्यो पनि दिएको भए त्यो हाम्रो भनेको बेस थ्योरम हो भनेर बुझ्ने। दुई भन्दा बढी इभेन्ट दिएको हुन्छ र त्यो सबैलाई चाहिँ कमन हुने गरी एउटा कमन इभेन्ट पनि दिएको हुन्छ र त्यसलाई नै सबै दियो भने यसलाई हामीले के भन्न सकिन्छ भन्दाखेरि यो क्वेसन चाहिँ बेस थ्योरमको हो भनेर भन्न सकिन्छ। ठिक छ, यहाँ हेर्नुहोस् त, यो मेसिन आई दिएको छ। सबै पढ्नु भयो भने अफ देयर प्रोडक्सन मेसिन आई प्रोड्युस दिस डिफेक्टिभ आएको छ नि। मतलब यो के भनेको छ भन्दाखेरि मेसिन आई प्रोड्युस 2%, 3%, 1% डिफेक्टिभ स्प्रिङ। मतलब मेसिन एले पनि गरेको, बीले पनि गरेको, सीले पनि गरेको, त्यो तिनटैको कमन भनेको हामीलाई के भयो, डिफेक्टिभ स्प्रिङ भयो। सो यहाँ तीनटा इभेन्ट दिएको छ, मेसिन आई, मेसिन आइआई, मेसिन आइआइआई। यो तीनटा इभेन्टकोमा चाहिँ कमन के छ भन्दाखेरि डिफेक्टिभ स्प्रिङ। हेर्नु त के भनेको छ, अफ देयर प्रोडक्सन मेसिन आइआई एन्ड आइआइआई प्रोड्युस 2%, 1% एन्ड 3% डिफेक्टिभ स्प्रिङ भनेर यो कमन इभेन्ट दिएको छ। हो, यो बेलामा चाहिँ हामीले बुझ्ने कि यो भनेको बेस थ्योरमको हो क्वेसन भनेर बुझ्ने। बेस थ्योरमको क्वेसन बेसिकली अलिक लामो नै हुन्छ, सबै कुरा डिस्क्राइब गर्दाखेरि लामो नै देखिन्छ र यसलाई गर्दाखेरि चाहिँ त्यति गाह्रो भने छैन। अब पहिला यसको समाधान गर्ने तरिका हेरौँ है। समाधान गर्ने तरिका हेर्नुहोस् है, सजिलो छ, गाह्रो छैन। सजिलो गरी पढ्नु भयो भने सजिलै छ,
तर यसमा बेस थ्योरममा सबै एउटै प्याटर्नको क्वेसन देखिन्छ के, बुझ्नुभयो? सबै एउटै प्याटर्नको क्वेसन देखिन्छ, त्यहाँ कुनै पनि डिफ्रेन्ट प्याटर्नको क्वेसन सोध्दैन। किन भन्दाखेरि यसरी हजुर यो कन्सेप्ट बुझ्नुभयो भने, मैले पढाउने कन्सेप्ट बुझ्नुभयो भने सबैमा बेस थ्योरम सबैमा यही युज गर्न पाइन्छ, सकिन्छ पनि, राइट? अब अहिले यहाँ हेर्नुहोस्, यहाँ एउटा मेसिन आइआई र मेसिन आइआईलाई मैले इभेन्ट ए, इभेन्ट बी, इभेन्ट सी भनेर सपोज गर्न पाउँछु, राइट? अब पहिला हामीलाई क्वेसन गर्नुभन्दा यति बुझ्नुभयो भने त्यसलाई के दिएको छ क्वेसन मजाले छलङ्ग क्लियर हुन्छ है त। पहिला हामीले के बुझ्नु पर्यो भन्दाखेरि प्रोबेबिलिटी अफ ए हामीलाई गिभन हुन्छ, प्रोबेबिलिटी अफ बी हामीलाई गिभन हुन्छ, र प्रोबेबिलिटी अफ सी हामीलाई गिभन हुन्छ। मैले के भने भन्दाखेरि यहाँ मैले मेसिन आईलाई ए माने, मेसिन आइआईलाई बी माने, र मेसिन आइआईआईलाई मैले सी मानेको छु। र त्यो मेसिन ए को प्रोबेबिलिटी, मेसिन सेकेन्डको प्रोबेबिलिटी, अथवा बी को प्रोबेबिलिटी, अथवा मेसिन आइआईआई अथवा मेसिन सी को प्रोबेबिलिटी हामीलाई दिएको हुन्छ। पहिलो कुरा गिभन हुन्छ। अब मैले के भनेको छु भन्दाखेरि 2 वा 2 भन्दा बढी इभेन्ट र त्यसमा भएको कमन इभेन्ट पनि हो। अब हाम्रो काम भनेको कमन इभेन्ट भनेको मैले यहाँ डिफेक्टिभलाई मैले डी भनेर सपोज गर्न पाएँ। सो लेट डी बी द कमन इभेन्ट भनेर मैले भन्न पाएँ। हेर्नुहोस् है, मैले भनिरहेको छु हामीलाई प्रोबेबिलिटी अफ ए दिन्छ, क्वेसनमा दिन्छ, बी पनि दिन्छ, सी पनि दिन्छ, हामीले कमन इभेन्ट फाइन्ड गर्नु पर्यो, त्यसलाई हामीले डी सपोज गरेको छु। अब हामीले प्रोबेबिलिटी अफ डी भनेको कमन हो नि त, डी भनेको हामीलाई कमन इभेन्ट हो, मेसिन ए को, मेसिन बी को, मेसिन सी को लागि हाम्रो कमन इभेन्ट भनेको डी हो। अब हामीले प्रोबेबिलिटी अफ डी फाइन्ड गर्दै गर्दाखेरि हामीले के को सहायताले फाइन्ड गर्ने? हेर्नुहोस्, डिफेक्टिभ त एमा पनि छ, बीमा पनि छ, सीमा पनि छ, मतलब डिफेक्टिभ फाइन्ड गर्दाखेरि हामीले ए को पनि लिनु पर्यो, बी को पनि लिनु पर्यो, सी को पनि लिनु पर्यो के। प्रोबेबिलिटी अफ ए, प्रोबेबिलिटी अफ बी, प्रोबेबिलिटी अफ सी सबैको लिनु पर्यो। मैले यहाँ प्रोबेबिलिटी अफ ए लिए इन्टु प्लस प्रोबेबिलिटी अफ बी लिए इन्टु प्लस प्रोबेबिलिटी अफ सी लिए इन्टु गरेँ। मैले यहाँ किन बिचमा ग्याप छोडेको छु भन्दाखेरि अब सुन्नुहोस्, यहाँ त हामीलाई के गिभन छ? प्रोबेबिलिटी अफ ए। सो प्रोबेबिलिटी अफ हामीले के को फाइन्ड गर्दैछौँ? डिफेक्टिभको फाइन्ड गर् गिभन हामीलाई के दिएको छ? प्रोबेबिलिटी अफ ए। त्यही भएर मैले यहाँ यो भनेको गिभन हो। कन्डिसनल प्रोबेबिलिटीमा प्रोबेबिलिटी अफ अकरेन्स अफ इभेन्ट ए गिभन द्याट बी हेज ह्यापेन हो नि त। जस्तै हामीले यसरी पढ्छौँ नि त, यहाँ हाम्रो ए हेज ह्यापेन, ए हाम्रो त यहाँ भइसक्यो, अथवा ए हाम्रो अलरेडी गिभन भइसक्यो नि त। त्यही भएर प्रोबेबिलिटी अफ डी फाइन्ड गर्दैछौँ हामीले यहाँ गिभन द्याट ए हेज ह्यापेन। ह्यापेन मतलब यहाँ आइसक्यो नि त, यसको भ्यालु यहाँ आइसक्यो नि त। सो मैले पछाडिपट्टि ए लेखेँ। त्यसै गरी प्रोबेबिलिटी अफ बी इन्टु, अनि यहाँ अब यहाँ के गर्नु पर्यो? प्रोबेबिलिटी अफ बी इन्टु प्रोबेबिलिटी अफ डी फाइन्ड गर्दैछौँ सच द्याट बी हेज गिभन अथवा ह्यापेन्ड। हाम्रो यहाँबाट दिइसक्यो नि त, प्रोबेबिलिटी अफ बी यहाँबाट दिइसक्यो। त्यसै गरी प्रोबेबिलिटी अफ सी इन्टु प्रोबेबिलिटी अफ डी फाइन्ड गर्दैछौँ हामीले सच द्याट सी हेज अलरेडी अकर्ड, अलरेडी ह्यापेन, गिभन भइसक्यो भन्ने कुरा बुझ्दा हुन्छ। यसलाई हजुरले गिभन द्याट सी हेज ह्यापेन, सी हेज अकर्ड, हजुरले कुन ल्याङ्ग्वेज यु प्रिफर त्यही युज गर्नु होला। मैले यहाँ फेरि एकचोटि भन्न चाहेँ, डिफेक्टिभ भनेको मतलब एमा पनि छ, बीमा पनि छ, सीमा पनि छ। तर मैले यो किन यो प्रोबेबिलिटी अफ डी गिभन ए, डी गिभन बी, डी गिभन सी किन लेखेँ भन्दाखेरि हामीलाई प्रोबेबिलिटी अफ ए पनि फाइन्ड भइसक्यो, बी पनि फाइन्ड भइसक्यो, सी पनि फाइन्ड भइसक्यो। यसको मतलब गिभन सच द्याट ए हेज गिभन भनेको ए हामी दिइसक्यो नि त, फाइन्ड भइसक्यो नि त। सच द्याट बी हेज गिभन, सच द्याट सी हेज गिभन हो। हामीले पहिला के गर्नु पर्यो? प्रोबेबिलिटी अफ ए दिन्छ क्वेसनले, प्रोबेबिलिटी अफ बी दिन्छ क्वेसनले, प्रोबेबिलिटी अफ सी पनि दिन्छ क्वेसनले। हामीले एउटा कमन इभेन्टलाई डी भनेर सपोज गरेको छौँ। त्यो डी भनेको डिफेक्टिभ स्प्रिङ हो, डी भनेको डिफेक्टिभ स्प्रिङ हो। अब हामीले त्यो डी भन्ने इभेन्टको प्रोबेबिलिटी चाहिँ हामीले ए, बी र सी को सहायताले फाइन्ड गर्नुपर्छ। किन भन्दाखेरि डिफेक्टिभ त एमा पनि छ, बीमा पनि छ, सीमा पनि छ नि त। त्यही भएर अनि हामीले यसरी हामीले फाइन्ड गर्ने प्रोबेबिलिटी अफ डी। अब यहाँ युज भएको प्रोबेबिलिटी अफ डी गिभन ए, प्रोबेबिलिटी अफ डी गिभन बी, प्रोबेबिलिटी अफ डी गिभन सी पनि हामीलाई क्वेसनमै दिन्छ।
प्रोबेबिलिटी अफ डी गिभन बी दिन्छ, प्रोबेबिलिटी अफ डी गिभन ए दिन्छ, प्रोबेबिलिटी अफ डी गिभन सी पनि हामीलाई क्वेसनमै दिन्छ। अहिले म क्वेसन पनि हजुरलाई कसरी हो, के हो, कुन हो भनेर सबै कुरा म विस्तृत रूपले भन्छु। पहिला यति कुरा बुझ्नु होला। अनि हामीलाई यस पछाडि हेर्नुहोस् त, प्रोबेबिलिटी अफ ए पनि हामीलाई दियो, प्रोबेबिलिटी अफ बी पनि हामीलाई फर्स्टमा दिइसक्यो, प्रोबेबिलिटी अफ सी पनि हामीलाई दिन्छ। अनि हामीले डी भनेको कमन इभेन्ट मान्छौँ, यसलाई हामीले के मान्छौँ, कमन इभेन्ट मान्छौँ। र यो प्रोबेबिलिटी अफ डी चाहिँ हामीले एबिसी को सहायताले फाइन्ड गर्ने हो। यानि कि प्रोबेबिलिटी अफ डी भनेको प्रोबेबिलिटी अफ ए प्रोबेबिलिटी अफ ए इन्टु प्रोबेबिलिटी अफ डी गिभन ए, डी गिभन ए मतलब किन ए हामीले दिइसक्यो, प्लस प्रोबेबिलिटी अफ बी इन्टु प्रोबेबिलिटी अफ डी गिभन बी प्लस प्रोबेबिलिटी अफ सी इन्टु प्रोबेबिलिटी अफ डी गिभन सी। यहाँबाट हाम्रो प्रोबेबिलिटी अफ डी पनि फाइन्ड हुन्छ, जसमा हामीलाई प्रोबेबिलिटी अफ डी गिभन ए पनि दिन्छ, प्रोबेबिलिटी अफ डी गिभन बी पनि दिन्छ र प्रोबेबिलिटी अफ डी गिभन सी पनि दिन्छ। यो कुरा पहिला बुझ्नु पर्यो है त। अब म अहिले हजुरलाई क्वेसन पनि क्वेसन अनुसार सबै कुराहरू बुझाउँछु, चिनाउँछु है त। त्यो मेरो काम भयो, म अहिले गर्छु। ल हेर्नुहोस् है, यो हाम्रो यति भयो। अब हामीलाई क्वेसनले के भन्छ भन्दाखेरि, हामीलाई क्वेसनले के सोध्छ भन्दाखेरि फाइन्ड द प्रोबेबिलिटी अफ ए सच दैट इट इज डिफेक्टिभ भन्ने सोध्छ। फाइन्ड द प्रोबेबिलिटी अफ ए, फाइन्ड द कन्डिसनल प्रोबेबिलिटी दैट इट वाज प्रोड्युस बाई मेसिन आई मतलब सी भनेर भनेको है त। सो यसको मतलब के भयो भन्दाखेरि फाइन्ड द प्रोबेबिलिटी अफ ए अथवा मेसिन आई सच दैट इट इज डिफेक्टिभ भनेर सोध्छ। हामीले यहाँ डी गिभन ए फाइन्ड हुन्छ, डी गिभन बी पनि क्वेसनमै दिन्छ, डी गिभन सी पनि दिन्छ। अब फाइन्ड द प्रोबेबिलिटी दैट इट वाज प्रोड्युस बाई मेसिन ए भयो भने यहाँ मेसिन आई भयो भने ए लेख्ने, आई भयो भने बी लेख्ने, आई भयो भने सी लेख्ने। र अहिले यहाँ के भन्दाखेरि मेसिन आई मतलब यहाँ सी लेखेँ मैले। हेर्नुहोस् है, फाइन्ड द कन्डिसनल प्रोबेबिलिटी भन्ने बित्तिकै गिभन भन्ने कुरा आउँछ। अब हजुरले भन्नु होला सर यहाँ किन डी गिभन सी भएन भनेर भन्नु होला। यो किन भएन भन्दाखेरि यो त हामीले अहिले क्वेसनमै दिन्छ नि त, चिन्नु पर्यो क्या हामीले। यो क्वेसनमै दिन्छ, यो सी गिभन डी नै हुन्छ। फाइन्ड द प्रोबेबिलिटी अफ मेसिन सी सच दैट इट इज डिफेक्टिभ भनेर सोध्छ हामीलाई। यो फाइन्ड गर्दाखेरि हामी के गर्नु पर्यो भन्दाखेरि प्रोबेबिलिटी अफ सी एज इट इज इन्टु प्रोबेबिलिटी अफ यसलाई स्वाइप गरिदिने, डी गिभन सी भनिदिने, अनि डिभाइड बाई प्रोबेबिलिटी अफ डी गरिदिने। जहाँ यो प्रोबेबिलिटी अफ डी भनेको के हो, प्रोबेबिलिटी अफ ए इन्टु प्रोबेबिलिटी अफ डी गिभन ए, प्रोबेबिलिटी अफ बी इन्टु प्रोबेबिलिटी अफ डी गिभन बी, प्रोबेबिलिटी अफ सी इन्टु प्रोबेबिलिटी अफ डी गिभन सी हो। अब हामीले क्वेसन चाहिँ चिन्नु पर्यो है त। ल हेर्नुहोस्, हामीले क्वेसन चिन्नु पर्यो। के भनेको छ भन्दाखेरि द फलोइङ टेबल सोज द सर्वे रिजल्टिङ रिगार्डिङ इन अ सर्टेन फ्याक्ट्री मेसिन आई एन्ड आई आर प्रोड्युसिङ स्प्रिङ अफ द सेम लेन्थ। यहाँसम्म कुनै केही पनि भनेको छ, जस्तै मेसिन आई र आई दिएको छ, द्याट प्रोड्युस द स्प्रिङ मात्रै भनेको छ अफ द सेम लेन्थ है त। अनि यहाँ के हो, मेसिन आई एन्ड आई प्रोड्युस 2%, 3% एन्ड 2%, 1% एन्ड 3% डिफेक्टिभ स्प्रिङ भनेर हामीलाई के आयो, यो हाम्रो कमन इभेन्ट आयो। यो हामीलाई के आयो भन्दाखेरि कमन इभेन्ट आयो। कमन इभेन्ट हामीलाई के भयो, यहाँ डिफेक्टिभ स्प्रिङ हामीलाई के भयो, यहाँ कमन भयो। अफ द टोटल प्रोडक्सन अफ स्प्रिङ इन द फ्याक्ट्री मेसिन आई प्रोड्युस, हेर्नुहोस् है मैले के भनेको छु यहाँ, मेसिन आईले 35% प्रोड्युस गरेको छ, मेसिन आईले 25% प्रोड्युस गरेको छ, त्यसै गरी मेसिन आईले 40% प्रोड्युस गरेको। मैले फर्स्टमा के भनेको छु, पहिला प्रोबेबिलिटी अफ मेसिन ए, मेसिन बी, मेसिन सी निकाल्ने, पहिला अरू कुनै ध्यान नदिने, प्रोबेबिलिटी अफ ए, प्रोबेबिलिटी अफ बी, प्रोबेबिलिटी अफ सी निकाल्ने, राइट। पहिला हामीले यहाँ के भन्यो भन्दाखेरि सोलुसनमा पहिला यहाँ के भन्यो भन्दाखेरि लेट A, B and C be the probability of machines
I and I that produces spring, that produces spring. यति मात्रै भन्ने पहिला। अब हेर्नुस् है, अरु कतैतिर डिफेक्टिभ भन्ने कुरा अहिले एकछिनमा हामी यो बारेमा कुरा गरौँला। पहिला मेसिन आइले कति प्रोड्युस गर्यो बाइ क्वेसन, यहाँ के भनेको छ बाइ क्वेसन मेसिन आइले कति प्रोड्युस गरेको छ हेर्नुस् है। मैले मेसिन आइलाई चाहिँ ए सपोज गरेको छु, आईलाई बी सपोज गरेको छु, आईलाई सी सपोज गरेको छु। प्रोबेबिलिटी अफ मेसिन ए मतलब आई मतलब प्रोबेबिलिटी अफ ए भयो। कति प्रोड्युस गरेको छ 35%, यानी कि 35/100 भनेको 0.35 भयो। सिम्पली पहिला प्रोबेबिलिटी अफ ए, प्रोबेबिलिटी अफ बी, प्रोबेबिलिटी अफ सी मात्रै फाइन्ड गर्ने, अनि बल्ल कमन इभेन्ट लेख्ने के। हामी क्वेसन गर्दाखेरि पहिला प्रोबेबिलिटी अफ ए लेख्ने, प्रोबेबिलिटी अफ बी लेख्ने, प्रोबेबिलिटी अफ सी लेख्ने, बल्ल कमन इभेन्ट आउँछ नि त हामीलाई त, हैन राइट। अनि यहाँ हेर्नुस् यो भयो हैन। अनि त्यसै गरी प्रोबेबिलिटी अफ बी भनेको प्रोबेबिलिटी अफ मेसिन सेकेन्डले प्रोड्युस गरेको छ 25% मा 0.25 भयो। अनि मेसिन सी ले प्रोबेबिलिटी अफ सी बराबर 0.40 भयो। 40% भनेको 40/100 हो, यानी कि 0.40 हो। यहाँसम्म कुनै कन्फ्युजन छैन। अब बल्ल हाम्रो अब केमा जाने कमन इभेन्ट के छ, मेसिन आई र आईआईमा हामीलाई कमन के छ, कमन भनेको हाम्रो के छ डिफेक्टिभ स्प्रिङ हामीलाई कमन भयो। नाउ सपोज लेट अस सपोज डी बी द कमन इभेन्ट फर मेसिन्स ए बी एन्ड सी भनेर फाइन्ड भन्ने, राइट। हामीलाई कमन इभेन्ट यहाँ के भयो डी भन्ने हामीलाई कमन इभेन्ट भयो। अब हामीले डी फाइन्ड गर्नुपर्छ भनेको छु, प्रोबेबिलिटी अफ डी फाइन्ड गर्ने। म फेरि भन्छु प्रोबेबिलिटी अफ दिन्छ, बी पनि दिन्छ, प्रोबेबिलिटी अफ सी पनि दिन्छ, त्यहाँबाट बल्ल हाम्रो कमन इभेन्ट डी भनेर आउँछ। अनि कमन इभेन्ट चाहिँ हामीले ए को पनि यो, अब यो हेर्नुस् है, डिफेक्टिभ भनेको त हाम्रो के हो, एमा पनि डिफेक्टिभ छ, बीमा पनि डिफेक्टिभ छ, सीमा पनि डिफेक्टिभ छ। सो विथ द हेल्प अफ ए बी एन्ड सी वी हेभ टु फाइन्ड द डिफेक्टिभ स्प्रिङ, राइट। यो भनेको प्रोबेबिलिटी अफ ए इन्टु प्रोबेबिलिटी अफ डी फाइन्ड गर्दैछौँ सच द्याट ए हेज गिभन, ए हामी दिइसक्यो नि त अलरेडी, प्लस प्रोबेबिलिटी अफ बी इन्टु प्रोबेबिलिटी अफ डिफेक्टिभ सच द्याट बी हेज गिभन, प्लस प्रोबेबिलिटी अफ सी इन्टु प्रोबेबिलिटी अफ डी सच द्याट सी हेज गिभन। यसमा कुनै कन्फ्युजन भएन। अब हामीलाई मैले के भनिन्छु भन्दाखेरि प्रोबेबिलिटी अफ डी गिभन ए पनि क्वेसनमै दिन्छ, चिन्नु पर्यो हामीले। प्रोबेबिलिटी अफ डी गिभन बी पनि क्वेसनमै दिन्छ, र प्रोबेबिलिटी अफ डी गिभन सी पनि क्वेसनमै दिन्छ। अब क्वेसन चेक गर्नुहोस् एकचोटि, के भन्छ भन्दाखेरि है त, ल मेसिन आई मतलब मेसिन ए, हामीले आईलाई ए सपोज गरेको छौँ, आई मतलब बी, एन्ड आई प्रोड्युस 2%, 1% एन्ड 3% डिफेक्टिभ स्प्रिङ भनेको छ। मतलब यहाँ के आयो डिफेक्टिभ भन्ने टर्म आयो नि त। सो मतलब प्रोबेबिलिटी अफ डी गिभन ए पनि हामीलाई दिएको छ, यहाँ प्रोबेबिलिटी अफ डी गिभन बी पनि हामीलाई दिएको छ, प्रोबेबिलिटी अफ डी गिभन सी पनि हामीलाई दिएको छ। चिन्नु पर्यो डिफेक्टिभ आएको छ, डी भन्ने टर्म पनि लेखिहाल्ने, राइट। यसको मतलब डिफेक्टिभ हो कसले गरेको, मेसिन ए ले, डिफेक्टिभ हो मेसिन बी ले गरेको, डिफेक्टिभ हो मेसिन सी ले गरेको, त्यही भनेको छ नि त। प्रोड्युस 2%, मेसिन आई ले 2% डिफेक्टिभ गरेको छ, अनि मेसिन सेकेन्डले 1% गरेको छ, मेसिन थर्डले चाहिँ कति गरेको 3% गरेको छ। मतलब प्रोबेबिलिटी अफ डी गिभन ए दिएको हामीलाई, गिभन ए किन भयो, प्रोबेबिलिटी अफ ए हामीलाई दिइसक्यो, त्यही भएर गिभन बी किन भयो, प्रोबेबिलिटी अफ बी दिइसक्यो, त्यही भएर सी गिभन किन भयो, सी हामीले दिइसक्यो। यो भनेको हाम्रो कति भयो 0.02, 0.01, यो भनेको 0.03, राइट। यहाँसम्म कुनै कन्फ्युजन भएन होला। अब हेर्नुहोस् है, अब यहाँ क्वेसनले के भनेको छ भन्दाखेरि फाइन्ड द प्रोबेबिलिटी द्याट इज इट इज डिफेक्टिभ, मतलब पीडी फाइन्ड गर्नु पर्यो। वी हेभ टु फाइन्ड दिस प्रोबेबिलिटी द्याट इज डिफेक्टिभ, यो फाइन्ड गर्नु पर्यो। अब हेर्नुहोस् त, प्रोबेबिलिटी अफ डी भनेको प्रोबेबिलिटी अफ ए 0.35 इन्टु प्रोबेबिलिटी अफ डी गिभन ए भनेको 0.02 प्लस हाम्रो के छ भन्दाखेरि पीबी भनेको 0.25 इन्टु प्रोबेबिलिटी अफ डी गिभन बी भनेको 0.01 प्लस प्रोबेबिलिटी अफ सी भनेको 0.40 इन्टु
प्रोबेबिलिटी अफ डी गिभन सी भनेको 0.03। यहाँबाट हाम्रो प्रोबेबिलिटी द्याट इट इज डिफेक्टिभ वाला कुरा हुन्छ राइट। सबैलाई जोडौँ मल्टिप्लाई गरौँ कति आउँछ हेरौँ है त। 0.35 इन्टु 0.02 प्लस 0.25 इन्टु 0.01 प्लस 0.40 इन्टु 0.03 गर्दाखेरि हाम्रो आन्सर आउँछ 0.02115 आउँछ हाम्रो एन्सर। मैले यति सबमिट दिएँ है त। ल मैले यति सबमिट दिएँ। अब यसको काम हामीलाई पर्दैन। अब हेर्नुहोस् यहाँसम्म हाम्रो आयो। अब ल्याङ्ग्वेज हेर्नु देयरफोर प्रोबेबिलिटी द्याट इट इज डिफेक्टिभ बराबर 0.0215 लेख्नु। अब कन्डिसनल प्रोबेबिलिटी अब हेर्नुहोस् है हाम्रो प्रोबेबिलिटी अफ डी फाइन भइसक्यो। प्रोबेबिलिटी अफ डी हाम्रो फाइन भइसक्यो। के भन्छ फाइन्ड द कन्डिसनल प्रोबेबिलिटी द्याट इट वाज प्रोड्युस बाई मेसिन आइआइआई। हामीले मेसिन आइआइआईलाई के सपोज गरेको छौँ सी सपोज गरेको छ। सी सच द्याट इट इज डिफेक्टिभ भनेर भनेको। मैले यहाँ किन गिभन भने भर्खरै हाम्रो फाइन भयो नि त प्रोबेबिलिटी अफ डी भनेर। सो गिभन डी डी त हाम्रो फाइन भयो नि त भर्खर त्यही भएर गिभन डी लेखेको। फर्मुला के भन्दाखेरि प्रोबेबिलिटी अफ सी गरिदिने या स्वाइप गरिदिने मतलब यो यहाँ प्रोबेबिलिटी अफ डी गिभन सी डिभाइड बाई प्रोबेबिलिटी अफ डी गरिदिने। अब हाम्रो प्रोबेबिलिटी अफ सी कति दिएको छ 0.40 इन्टु प्रोबेबिलिटी अफ डी गिभन सी कति दिएको छ डी गिभन सी हामीलाई डी गिभन सी कति दिएको छ भन्दाखेरि डी गिभन सीको 0.03 डिभाइड प्रोबेबिलिटी अफ डी भर्खरै हामीले फाइन गऱ्यौँ 0.0215 बराबर यहाँबाट 0.40 इन्टु 0.03 डिभाइड बाई 0.0215 भनेको हाम्रो 0.5581 हाम्रो एन्सर आयो। सो हामी यहाँ के भन्न सकिन्छ भन्दाखेरि द कन्डिसनल प्रोबेबिलिटी द्याट इट वाज प्रोड्युस बाई मेसिन सी इज 0. म लेखिदिन्छु यहाँ लास्टमा कन्क्लुजन लेखिदिन्छु। द कन्डिसनल प्रोबेबिलिटी that it was produced by machine III यानी कि C is 0.5581 भनेर भन्न मिल्छ। होप हजुरले यो बेस हेरेर बुझ्नु भयो होला। एन्ड अब आजको लागि यति नै। थ्याङ्क यू सो मच एभ्रिवान।